पूर्वी नेपालको मुटुमा अवस्थित खोटाङ जिल्ला हरियालीले भरिएका उपत्यकाहरू, अग्ला हिमालहरू र रङ्गीन संस्कृतिहरूको जीवित चित्र जस्तै फैलिएको छ। व्यावसायिक पर्यटनले अझै पूर्ण रूपमा नछोएको यस जिल्लाले आफ्नो मौलिक नेपालीपनलाई जोगाइराखेको छ, जसले यहाँ आउने आगन्तुकहरूलाई ग्रामीण नेपालको वास्तविक झल्को दिन्छ। नमस्कार अनि स्वागत छ यहाँहरू सबैलाई। यहाँहरू हेर्दै हुनुहुन्छ द सन्देश न्यौपाने। म यहाँहरूकै प्रस्तुता सन्देश न्यौपाने। आज हामी खोटाङ जिल्लाको बारेमा जान्न गइरहेका छौँ। ढिलो नगरिकन सुरु गरौँ है त। खोटाङ भौगोलिक चित्र। कोशी प्रदेशको मध्यभागमा फैलिएको खोटाङ जिल्ला उत्तरतर्फ सोलुखुम्बु र पश्चिमतर्फ ओखलढुङ्गाले घेरिएको छ। यसको भौगोलिक अवस्थिति आफैमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। घना हरिया जङ्गलहरूले उपत्यकाहरूलाई हरियालीले रङ्ग्याएका छन् भने आकाश छुने हिमालहरूले यसको भव्यता झल्काउँछन्। यहाँका विभिन्न जलस्रोतहरू वेगवान नदीहरूदेखि शान्त पोखरीहरूसम्म यस भूदृश्यमा थप सङ्गीत झैँ मिसिन्छन्, जसले खोटाङलाई अझ रमणीय बनाउँछ। जीवनको रङ्गीन चित्र। खोटाङका बासिन्दा। खोटाङ केवल भौगोलिक रूपमा मात्र सुन्दर छैन, यो यहाँका मानिसहरूको जीवनले धड्किरहेको स्थान हो। यहाँका बासिन्दाहरूले दैनिक जीवन नै एउटा सांस्कृतिक लय हो। खेतीपातीको मेहनतदेखि मन्दिरका मन्त्रसम्म, बजारको चहल पहलदेखि साँझको शान्त प्रार्थनासम्म, हरेक दिन यहाँ ग्रामीण नेपालको जीवन कथाको एउटा नयाँ अध्याय जस्तै हुन्छ। इतिहासको झलक। खोटाङ नामको उत्पत्ति लिम्बू भाषाबाट भएको मानिन्छ। खो शब्दको अर्थ नदी र ताङ शब्दको अर्थ मैदान हो। यी दुई शब्दको संयोजनले यस जिल्लाको विविध भूदृश्यलाई प्रतिनिधित्व गर्छ, जहाँ बग्ने नदीहरू, शान्त मैदानहरू सह-अस्तित्वमा छन्। जातीय विविधताको सङ्गम। खोटाङ विभिन्न जाति र समुदायको साझा घर हो। यहाँ राई, क्षेत्री, ब्राह्मण, तामाङ लगायतका समुदायहरू मिलेर बसेका छन्। प्रत्येक समुदायले आफ्नो परम्परा, भाषा र संस्कृति मार्फत जिल्लाको सामाजिक संरचनालाई समृद्ध बनाएका छन्। जिल्लाको केन्द्र दिक्तेल। खोटाङको केन्द्रमा अवस्थित दिक्तेल यस जिल्लाको प्रशासनिक राजधानी हो। यो सहर गतिविधिले भरिएको छ र जिल्लाको विकास तथा प्रशासनमा महत्त्वपूर्ण भूमिका खेल्छ। परम्परागत नेपाली घरहरू र आधुनिक संरचनाहरूको मिश्रणले दिक्तेललाई पुरानो र नयाँ संस्कृतिको सुन्दर सङ्गम बनाएको छ। स्थानीय तहहरूको फुल। दिक्तेल बाहेक खोटाङ जिल्ला विभिन्न स्थानीय तहहरूमा विभाजित छ। यहाँ हलेसी, तुवाचुङ र रूपाकोट मजुवागढी जस्ता नगरपालिका छन् भने ऐसेलुखर्क, दिप्रुङ, जन्तेढुङ्गा, बराहपोखरी र साकेला जस्ता गाउँपालिकाहरू पनि छन्। यी सबै स्थानीय तहहरूले खोटाङको प्रशासनिक संरचना र विकासलाई सुदृढ बनाउँछन्। खोटाङ जिल्लाका प्रमुख घुम्ने स्थानहरू। 1 नम्बरमा हामीसँग रहेको छ हलेसी महादेव मन्दिर। हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित हलेसी महादेव मन्दिर श्रद्धा र आस्थाको केन्द्र हो। भगवान शिवलाई समर्पित यो प्राचीन मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको लागि पवित्र स्थान मानिन्छ। गुफाभित्र अवस्थित यो मन्दिरले रहस्यमय वातावरण सिर्जना गर्छ। धूपको सुवास, मन्त्रको गुन्जन र शान्त वातावरणले भक्तजनहरूलाई आध्यात्मिक अनुभूति दिलाउँछ। यो मन्दिर धार्मिक सहिष्णुता र आस्थाको प्रतीक हो।
त्यसै गरी 2 नम्बरमा हामीसँग छ बराहा पोखरी। खोटाङको शान्त प्राकृतिक वातावरणमा अवस्थित बराहा पोखरी 7 तहमा बनेको अद्भुत पोखरी हो। यसको सौन्दर्यले आकाशको प्रतिबिम्ब झल्काउँछ। स्थानीय किम्वदन्ती अनुसार यो पोखरी भगवान विष्णुले निर्माण गर्नुभएको मानिन्छ, जसले यस स्थानलाई धार्मिक महत्त्व दिएको छ। खोटाङ जिल्ला प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आत्मीय जीवनशैलीको सुन्दर मिश्रण हो। यहाँको प्रत्येक स्थान, प्रत्येक मानिस र प्रत्येक अनुभवले यात्रुलाई केही नयाँ कुरा सिकाउने गर्दछ। आध्यात्मिक शान्ति, प्राकृतिक सुन्दरता वा नेपाली जीवनशैली अनुभव गर्न जे खोजे पनि खोटाङ तपाईँको लागि उत्कृष्ट गन्तव्य हो। यहाँको यात्रा केवल घुमफिर होइन, जीवनभर सम्झिने अनुभव हो। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। मैले कुनै ठाउँको बारेमा छुटाएँ भने कमेन्ट गरेर अवश्य भनिदिनुहोला। तपाईलाई भिडियो कस्तो लाग्यो त त्यो कुरा पनि कमेन्टमा भनिदिनुहोस्। यदि मन पर्यो भने लाइक गर्नुहोस् र साथीभाइहरूलाई सेयर गर्नुहोस्, ताकि तपाईँको साथीभाइहरूले पनि खोटाङ जिल्ला र त्यहाँको बारेमा थाहा पाउनुहुनेछ। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र सँगै आउने नोटिफिकेसन बेललाई थिच्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेको लागि बाइ बाइ।